यो महत्त्वपूर्ण प्रतियोगिता जित्नु भएकोमा प्रशिक्षकज्यूलाई हार्दिक बधाई छ। धन्यवाद हजुर, सम्पूर्ण नमस्कार। विशेष त 4 सेटमा पुग्यो। सुरुको सेटलाई त्यस्तै टफ पर्ने, सेकेन्ड सेट भने सहजै गयो। त्यो सहजै जाँदाखेरिको मुभमेन्ट चाहिँ के थियो, जुन कि 33मा गएर 31मा गएर सकिरहेको गेम एकैचोटि 20भन्दा तल नै आफूले सेट गुमाउँदाखेरिमा चाहिँ प्रशिक्षकलाई कस्तो अनुभूत भइरहेको थियो बेला? त्यति बेला एकदमै दर्शकहरूलाई त मनमा कति डर हुन्छ, प्रशिक्षकलाई त धेरै डर हुँदछ। विदेशी खेलाडीहरू उनीहरूले भनेअनुरूप इन्डोरमा नै बढी खेल्ने गर्थ्यौँ। आउटडोरमा उताबाट त्यो साइडमा हामीलाई घाम परेको कारणले रिसिभमा समस्या भइदियो। रिसिभमा समस्या भइसकेपछि हाम्रो गेमको तालमेल नै बिग्रियो। हामीले सजिलो नम्बरमा एक सेट गुमाएको थियौँ। अन्य सेटहरूमा तालमेल मिलाउँदै एकदम टप स्कोरमा हामीले बल्ल बल्ल भन्नुपर्छ जित निकालेका छौँ। यो विदेशी खेलाडीहरूलाई नेपालीसँग यो स्थानीय खेलाडीहरूसँग एडजस्ट गराउनु कतिको सहज हुँदो रहेछ? गाह्रो छ, किन भन्दा हामीलाई अगाडिको टाइमहरू तयारी गर्ने समय अभावको कारणले उहाँहरूसँग एडजस्ट गराउन गाह्रो नै छ। तर अब चाहिँ एडजस्ट हुनुभयो भने हामीले अलिअलि बुझेका छौँ। जस्तै खेलाडी छनौटमा धेरै दर्शकहरूले अलिकति अझै स्ट्रङ भएको भएदेखि अलिकति सहज हुन्थ्यो भन्ने खालको धेरै कमेन्टहरू आएको थियो। यद्यपि यो टिममा यो 3 जना विदेशी खेलाडीको पर्फर्मेन्सबाट कोच चाहिँ कतिको सन्तुष्ट हुन्छ? अब खेलाडी पाउनको लागि अलिकति समस्या थियो। हामी सङ्घ र प्रशिक्षक धेरैजना समन्वय गरेर पनि लगाएका थियौँ। अब त्यो समस्याको कारणले हामीले उहाँहरूलाई ल्याउने आवश्यकता रहेको थियो। अब आगामी दिनहरूमा दर्शकहरूले दर्शकहरूको कारणले नै हाम्रो टिम आज यहाँ छ। दर्शकहरूले हरेक तरिकाले हामीलाई सहयोगहरू गर्नुपर्छ। हाम्रो पब्लिक ग्रुपबाट, सल्लाहकार परिवारसँग सल्लाहकार युहरूबाट, अन्य सम्पूर्ण हामीलाई माया गर्नुहुने सम्पूर्णको कारणले गर्दा नै आज हाम्रो यो स्थानमा छ। मैले अघि पनि भनिसकेँ, उहाँहरूले यस्तै सहयोग पक्कै पनि गर्नुहुनेछ। उहाँहरूको सहयोगलाई हामीले कतै पनि दुरुपयोग नगरी राम्रो ढङ्गले अझै अन्य प्रतियोगिताहरूमा राम्रो खेलाडीलाई उपस्थित गराएर हाम्रो टिमलाई च्याम्पियन बनाउने हामी कोसिस गर्छौँ। अपकमिङ गेम्सहरूमा गण्डकीको पर्फर्मेन्स कस्तो रहला र फाइनलसम्म पुग्ने सम्भावना अब कतिको बढ्दै बन्दैछ? हामीलाई चुनौती त धेरै छ। इतिहाससँग बिना स्कोर हामी हार्दै गरेका थियौँ। त्यसले गर्दा हामीलाई चुनौती छ। चुनौतीको बावजुद पनि हामी एकदमै फाइनल यात्रा तय गर्नको लागि एकदमै हामीले लागेर सकेसम्म कोसिस गरेको छौँ। पुलिस विरुद्धको कस्तो गण्डकीको पुलिस पनि टप टिम हो, नेपालको एकदमै टप टिम पुलिस क्लब। धेरै प्रतियोगिताहरूमा रेगुलर खेलिरहेको टिम एकदमै राम्रो छ। तर पनि हामी उहाँहरूसँग राम्रो नै गर्छौँ। अनि अब पर्वत जिल्ला भलिबलसँग अहिलेसम्मको अलिक बलियो टिममध्येकै एक देखिएको छ। त्यस अगाडि तपाईँहरूको पुलिससँग देखिएको छ र आजको जितले केही रात मिल्यो पनि अब पुलिसलाई के छ, 24 सेटमा हराउन पनि स्थिति रहन्छ कि के छ? पुलिसलाई हामीले सम्भवतः अघि पनि उद्घाटन गेम केटिएफ क्लबसँग हामीले बिना स्कोर हार गर्न सकेको छ। त्यो कारणले हामीले एकदमै चुनौती छ। हामीले सकेसम्म त 3-0 सेट हारेर हामीले फाइनलको यात्रा तय गर्न सक्छौँ। अघिल्लो दिन फेरिभन्दा आज विदेशी खेलाडी पनि केही चलेको जस्तो देखियो। पुलिस विरुद्ध कस्तो प्रदर्शन रहला उहाँहरू? पक्कै पनि उहाँहरूको आज तालमेल ग्राउन्डसँग हावासँग हामी एडजस्ट हुँदैछौँ भन्ने प्रतिक्रिया दिनुभएको छ हामीलाई। आज त्यो अलिकति हिजो अस्तिको भन्दा तालमेल अलिकति मिलाउनु पनि भएको छ। हामीले आशा गरेका छौँ उहाँहरूबाट एकदमै राम्रो प्रदर्शन गर्नेछ। धन्यवाद यहाँलाई।